गुड मर्निङ फ्रम दुनई डोल्पा। हिजोको हाम्रो दुनईको बसाइ आरामदायी नै भयो र अहिले हामी बिहानै उठेर हामी दुनई जिल्ला अस्पतालतिर लाग्दैछौँ र जाँदै गर्दा यो दुनईको पुरानो बजार हुँदै हामी गइरहेछौँ। चिसो नै छ, यहाँ बासिन्दाहरू आगो बालेर ताप्दै हुनुहुन्छ र हामीसँग साथमा हुनुहुन्छ यहाँका स्थानीय भाइ रमेश डाँगी। यसलाई वीरेन्द्र चोक भन्दो रहेछ। गधा खच्चडहरू सामान्य सर प्रसारका प्रमुख साधनहरू हुन् यहाँ। वीरेन्द्र चोक नजिकै हाम्रो रमेश भाइले रोयल डाँगी फिटनेस हाउस भनेर खोल्नु भएको रहेछ। डोल्पा जिल्लामै पहिलो जिम हाउस। भएको जिम हाउस हेरेर हामी फेरि जिल्ला अस्पतालतिर लाग्यौँ। समय कम भएको हुनाले हाम्रो पाइलाहरू चाँडै नै चलिरहेका छन्। यो झुलुङ्गे पुलबाट हामी भेरी नदीमाथि हिँड्दै गर्दा भेरी नदी सुन्दर शान्त देखिएको छ। पारिपट्टि दुनई बजार, वरिपरिका डाँडाहरूमा बल्ल घामले छोएको छ। हामीहरू डोल्पा जिल्ला अस्पताल प्रवेश गर्दैछौँ। भेरी नदीको किनारमा सुन्दर ठाउँमा अवस्थित छ जिल्ला अस्पताल डोल्पा। यो चाहिँ जिल्ला अस्पताल डोल्पाको नयाँ भवन, आधुनिक भवन। पहिला अलि पुरानो शैलीको भवनमा थियो र अहिले आज यहाँ काठमाडौँबाट एउटा निःशुल्क स्वास्थ्य शिविरको लागि एउटा टोली पनि आएको रहेछ। यो जिल्ला अस्पतालको अन्तरङ्ग विभाग। हामी जिल्ला अस्पताल घुमेर यहाँभन्दा माथि उचाइमा एउटा ठाउँमा जाने क्रममा थियौँ। हामीलाई बस काउन्टरबाट फोन आयो, बस हिँड्दैछ तुरुन्तै आउनुहोस् भनेर, र हामी अब हतार फेरि त्यता जानु छ। त्यहाँ जानु अगाडि हामीले होटलमा गएर सामानहरू पनि लिनुपर्ने छ। हामी यहाँ जाँदै गर्दा नै हामीलाई बारम्बार फोन आइरहेको छ। हामी चाँडो हिँडिरहेका छौँ।